आज के भयो यस्तो मेरो स्कुटी बिग्ड्यो। अल राइट गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। बिहान उठेर गेट खोलेँ, बाहिर हेरेँ त वात्तै मौसम त वात्तै थियो। वाउ गाइज, कति राम्रो मौसम। पानी परेको थियो, हल्का पानी पऱ्यो। फेरि बाहिर गेट खोलेर बाहिर गएर हेरेँ त गाडी नै चलेकै थिएन। बाहिरबाट आएँ, फेरि साइकल लिएर गएँ घर। यो मेरो पिकअप हो गाइज, यो मेरो सानो कबाडी दुकान। गाई दुध पुगाउन गए, दुध पुगाएर घर फर्कदै थिएँ। साँझ जाँदातिर रोहिणी खोलामा हेरेँ त कति राम्रो पानी खसिरह्यो झिरझिरी। त्यो बिहान परेको पानी हो के गाइज। आफ्नो ब्लगमा सकिहाल्छु। भोलि मिल्छ नेक्स्ट ब्लगमा।